गाइज वेलकम टु माई युट्युब च्यानल। अनि आज चाहिँ म जाँदैछु सानो भ्लग बनाउनको लागि, सानो छोटो मिठो भ्लग बनाउनको लागि। सो त्यो ठाउँ तपाईँले पनि घुम्नुभयो होला र आज म मेरो भ्लग मार्फत चाहिँ तपाईँलाई त्यो ठाउँ पनि देखाउनेछु र भिडियो हेरेर साथ दिनु होला है। अरू त खासै बोल्न पनि आउँदैन मलाई त्यो भ्लगमा चाहिँ, केही छैन, तपाईँले हेरेर साथ दिनु होला। हामी चाहिँ अब जान्छौँ। पुरै टन्ट पुरै घाम लागिरहेछ होइन। अहिले चाहिँ यतापट्टि चाहिँ हाम्रो कम्पनीको बसहरू लाग्छ अनि पछाडि हाम्रो बिल्डिङ भइहाल्यो होइन। म चाहिँ थोरै घाम लागिरहेको छ तर अलिअलि त्यस्तो पोल्ने खालको घाम चाहिँ छैन होइन। अहिले चरक्कै घाम लागेको जस्तो देखिएको छ तर त्यस्तो चाहिँ छैन। अहिले चाहिँ त्यसो हिँड्न चाहिँ सकिन्छ। म चाहिँ आज थोरै एउटा भ्लग बनाउनको लागि चाहिँ थोरै नजिकैको चाहिँ घुम्ने ठाउँ चाहिँ उहाँ पुगेपछि तपाईँहरूलाई थाहा हुन्छ त्यो ठाउँ के रहेछ, त्यो ठाउँको नाम के रहेछ भनेर चाहिँ होइन। नाम चाहिँ तपाईँहरूलाई थाहा हुन्छ। अहिले चाहिँ जाँदैछौँ है। म चाहिँ एक्लै हो अहिले चाहिँ बिल्डिङ भर्खर बन्दैछ है। धेरै बिल्डिङहरू बन्दैछ यतातिर चाहिँ भर्खर भर्खर। यो चाहिँ विदेश कसैलाई रहरले कसैलाई करले ल्याउने ठाउँ हो है। कोही चाहिँ एसीमा बसेर काम गर्छ होइन, कोही चाहिँ अब यस्तो कन्टापुरै घाममा चाहिँ काम गर्छन्। केही चाहिँ पुरै बालुवा हो यता चाहिँ, बालुवा मरुभूमि नै जस्तै हो। र ठाउँ सिटीहरूमा चाहिँ नि अब बिल्डिङहरू खटेको भएर एकदम रमाइलो अनि अग्लो अग्लो बिल्डिङहरू भएर चाहिँ रमाइलो लाग्ने हो। अन्त चाहिँ प्रायः ठाउँ चाहिँ पुरै यस्तै हो, मरुभूमि नै छ है। घुम्ने ठाउँहरू पनि छन्। विदेश भनेको यही हो, कोही चाहिँ एसीमा कोही चाहिँ घाममा होइन, कसैले चाहिँ घामै देख्न पनि पाउँदैन, कसैले घाम देखाइ यस्तो। यहाँ चाहिँ अलिकति शीतल भएको रहेछ। एकछिन चाहिँ यहाँ उभिनु पऱ्यो, अलिक त्यत्रो घाम यो ठाउँबाट हिँडेर आइयो होइन। घाम लागेको ठाउँबाट अब एकछिन उभिएर शीतल हावा खाउँ है। अनि बल्ल जाउँला अगाडि। जाने चाहिँ यतैतिर हो क्या, जानु चाहिँ यतै जाउँ है बिस्तारै। योमा आएर बोल्नु न बोलेर बनाउनु भन्छ होइन। मलाई खासै बोल्नै आउँदैन क्या फेरि, त्यो हो क्या। अब रहरकै भ्लग बनाउँछु भन्ने एउटा रहर, तर बोल्न आउँदैन के गर्ने। त्यस्तै छ ठाउँ चाहिँ। तल अलिअलि घुम्ने ठाउँहरू जस्तो चाहिँ देखिरहेको छु मैले चाहिँ तपाईँहरूलाई देखाउँछु। त्यो चाहिँ अलिअलि देखेछ अब घुम्ने ठाउँहरू जस्तो चाहिँ। अब हेरौँ अगाडि चाहिँ अझै कस्तो रहेछ उता है। यो चाहिँ हामी कहाँनिर आइपुग्यौँ भन्ने कुरा ठ्याक्कै थाहा छैन है अहिले चाहिँ। अब पछि अलि उता पुगेपछि थाहा हुन्छ कुन ठाउँ रहेछ भनेर, मलाई थाहा छैन। यो चाहिँ यहाँ चाहिँ कस्तो छ भने हरेक रोडको बिचमा होस् वारिपारि होइन, पुरै यो लगाउने कि राम्रो देखिन्छ भनेर पनि होला होइन। हाम्रोतिर भएको त पुरा उक्काएर फालिन्थ्यो, यस्तो चाहिँ पुरा झाडी भयो भनेर होइन। यहाँनिर चाहिँ पुरै लगाउने हो। अझै फुलहरू पनि हुन्थ्यो, अहिले फुलको सिजन भएर कि नभएर फुल खासै देखिएन। फुलमा चाहिँ फुल्छ यस्तोमा होइन, यस्तो विभिन्न कलरको फुलहरू चाहिँ फुल्छ क्या यसमा। डेन्जर लाग्छ त्यो, अनि त्यो फुलेको देख्दा चाहिँ डेन्जर हुन्छ होइन। अहिले छैन रहेछ, अलिअलि छ अब देखाएँ क्यामेरामा चाहिँ अलिअलि रहेछ त्यो कलेजी कलरको क्या रहेछ, अलिअलि चाहिँ छ है, एउटा दुइटा रहेछ। यो चाहिँ अब हेर्दा त घरहरू हेर्दा पनि पुरा दरबार जस्तो कि दरबार त होइन होला। हेर्दा चाहिँ सबभन्दा ध्यान पुऱ्याउनु पर्ने चिज चाहिँ यो हो, यहाँ लाइट छैन। जेब्रा क्रस छ वरिपरि हेरेर चाहिँ कट्ने, लाइट भएको भएर सजिलो हुन्थ्यो। यहाँ लाइट छैन अनि वरिपरि गाडी हेर्ने सुर कुद्ने दकुर्ने चाहिँ होइन, आनन्दले गर्दा नि हुन्छ। यहाँ चाहिँ अनि एउटा गाडी रहेछ, यो चाहिँ राम्रो रहेछ। बेलुकामा झन् दामी हुन्छ। म दिउँसै आएँ होइन, बेलुकामा त झन् दामी हुन्छ, लाइट बल्छ झिलिमिली हुन्छ। फाइनल्ली म चाहिँ मेरो गन्तव्यमा आइसकेँ र म जान लागेको ठाउँ भनेको चाहिँ त्यहाँभित्र हो कि त्यो भित्र हो होइन। त म आइसकेको छु। यता जेब्रा क्रसबाट चाहिँ कटौँ। यो चाहिँ मलाई लाग्छ रानी मल जस्तो लागिरहेको छ। रानी मल चाहिँ होला नि होइन यो होइन, हुन चाहिँ अब त्यस्तै छ छोडिदिउँ। अनि जेब्रा क्रस रहेछ है, गाडी आउँदैछ, गाडी हेरेर मात्रै कट्ने। अनि ल थ्याङ्क यू मलाई धेरै गाडी रोकिदिनु भयो है, थ्याङ्क यू। ओके अब चाहिँ म जानु लागेको चाहिँ यही हो कि दुबई मिराकल गार्डन अरे है। दुबई मिराकल गार्डनमा हामी चाहिँ यति बेला आइपुग्यौँ। हामी होइन म मात्रै हो, फेरि हामीलाई चाहिँ कोही होला एक्लै छु म चाहिँ। छुट्टीको बेला यसो हामी भनेर हो। अब यहाँभित्र हेरौँ, टिकट काट्नुपर्छ होला सायद, टिकट काटेर जानुपर्छ होला। हेरौँ टिकट कति रहेछ के रहेछ है। पनि लिइसकेँ है, मिराकल गार्डनको टिकट पनि लिइसकेँ। अब चाहिँ यो चाहिँ मिराकल गार्डनको गेट। अब यहाँबाट हामी छिर्छौँ है भित्र। हामी छिरिसक्यौँ है, मिराकल गार्डन चाहिँ छिरिसक्यो, टिकट पन्च भइसक्यो र अब चाहिँ हामी यहाँ फर्स्ट गेटको फर्स्ट लुक हाम्रो यहाँ छ है। यो चाहिँ बाहिर जाने, यताबाटै भित्र। ओके कहाँबाट जाने त अब त्यस्तो ठाउँ छ कि आमामा फुलै फुल। अनि यो के भन्छ अरे एउटा चाहिँ नि गीत छ नि, तिमीलाई फुलै फुलको फरिया हेरौँ भन्ने होइन हो। त्यसमा चाहिँ यहाँ आएर सुटिङ गर्नुपर्ने हो क्या अरे। डाम्नाहरू अहिले जानेनछन् के होइन। ल हेर्नु त यस्तो दामी भवाल छ क्या ठाउँ यार, यस्तो छ क्या मिराकल गार्डन। म पनि फर्स्ट टाइम भन्दा नि आउनु त धेरैचोटि आएको, तर यसरी चाहिँ यो भ्लग नै बनाउँछु भन्ने चाहिँ सोचेको थिइनँ मैले। आज चाहिँ मैले बनाइदिएको गाइज। यस्तो छ फुलै फुलको पुरै बगैँचाहरू है चारैतिर। अझै छ उता अझै राम्रो ठाउँहरू छन्। अब म चाहिँ एक राउन्ड चाहिँ हान्छु भनेर, एक राउन्ड नानु होला छेउछाउ के घुम्ने। भित्रपट्टि जाउँ, भित्र चाहिँ कस्तो छ भने मान्छेहरू पनि आउँदो रहेछ नि। यति बेला म एक्लै हुन्छु होला भन्थेँ, मान्छेहरू हुने रहेछ मान्छेहरू आउनु। यस्तो यो फेरि डुप्लिकेट भन्छ होला होइन, फुल सबै ओरिजिनल फुलहरू हो होइन, सब ओरिजिनल। यो चाहिँ फुलले चाहिँ हरेक थोकहरू यहाँ चाहिँ बनाएको छ है। यस्तो दामी फुल छ क्या, रातो सेतो मारेर। ल यो चाहिँ फुलै फुलको बगैँचा के भन्नु अब, अरू खासै के बोल्नु आउँदैन। यहाँनिर पनि रहेछ एउटा, यो हेर्नु यसमा चाहिँ के बनाउने, टिकट बनाउने जस्तो रहेछ। यहाँ पनि टिकट काट्नुपर्छ होला यार, सोधौँ है। लाग्छ अरे गाइस, पैसा लाग्छ अरे यसमा, घुमेको पैसा लाग्छ अरे होइन। त्योभन्दा हातले घुमिन्छ नि बरु राम्रै तरिकाले। अब हामी थोरै उतापट्टि जान्छौँ, फेरि यताबाट निस्क्यौँ है। यस्तो छ क्या मेरो घाममा अब शीतलमा एक्लै झन् बप्पाल हुन्थ्यो होला। ठिकै छ केही छैन।
म मात्रै होला भनेको पुरै जनतै आएको रहेछन् ल हेर्नु यहाँ अब यो फुलको चाहिँ उसले चाहिँ होइन पेन्गुइन बनाइरहेको छ क्या पेन्गुइन यो चाहिँ पेन्गुइन है पेन्गुइन यतापट्टि फेरि यस्तो लभ आकारको छ है त के किन्न मिल्ने यो चाहिँ पेन्गुइन हो क्या हेर्नु पेन्गुइन बनाएको छ क्या मजाले एउटा चाहिँ के सुरु हुन्छ नि जहाज बनाएको छ है फुलै फुल यो चाहिँ नि ओरिजिनल जहाजै हो यो खासमा अनि त्यसलाई चाहिँ फुलले कभर गरेर चाहिँ यस्तो दामी बनाएको छ क्या हेर्नु न यस्तो माथि कसरी फुल फुलायो होला प्लेन माथि है अचम्मै लाग्छ यार यही प्लेन लिएर नेपाल जानुपर्छ क्या ओरिजिनल हो यो प्लेन चाहिँ ओरिजिनल हो प्लेन चाहिँ होइन एकदम खतरा तरिकाले बनाएको छ यो चाहिँ बगी पनि आउँदैछ बगी है यतातिर पुरै प्लेनभित्र जाने यसो हेर न त प्लेनभित्र जान्न त प्लेनभित्र कस्तो हुँदो रहेछ त्यहाँसम्म जान्न त होइन कहाँको मान्छे रहेछ प्लेन इन्भेस्ट हो यो चाहिँ चालु नै भएको छ प्लेन ठिक छ घर बनाउँदै प्लेनको इन्जिन चलिरहेको छ फेरि त्यहाँ होइन यहाँनिर चाहिँ बसेर खाने ठाउँहरू पनि रहेछ होइन यतानिर चाहिँ ठाउँहरू त टङ्गै रहेछ यता पुरै पानीको पातबाट रहेछ यसलाई हो कि दुबई भन्ने गाडी छ ल हेरौँ न कति छ कि मान्छे त्यो प्लेन खिच्नको लागि मात्रै यसो मलाई पनि फोटो खिच्दै हुन्थ्यो भनौँ भने एक्लै छु गाइज है यहाँ त झन् मान्छे धेरै रहेछ यस्तो यहाँ त झन् मान्छे धेरै रहेछ के हो यार यता चाहिँ बाहिरबाट आउने ठाउँ रहेछ एक्जिट रहेछ होइन अझै पानी छल्ला गएको यता त धेरै रहेछ मान्छे यार साह्रै धेरै अब यतै जाउँ होला है उता के छ थाहा छैन म चाहिँ यताबाट खिच्दै जान्छु होइन त्यो अब मान्छे पनि जस्तो फुल छ त्यस्तै मान्छेहरू छन् है सप्तरङ्गी पुरै मान्छेहरू हेर्नु फुल कस्तो मजाले आमा के गर्ने होला नि यस्तो छ क्या फुल क्या आमा हेर्नु न इन्जिन हेर्नु अझै इन्जिनधरि चलाइदिन्छ क्या चलिरहेको छ क्या अब केही छैन सही हो सही बनाएको यार प्लेनमा पुरै फुल फुलाएर अब यताबाट जाने कि कताबाट जाने भयो म त अलमल्लै पऱ्यो त यहाँ माथि चाहिँ जानु पऱ्यो माथि कस्तो रहेछ यो ठाउँ है यताबाट सही देखेको रहेछ प्लेन त कस्तो ठुलो देखेको त यो चाहिँ इमिरेट्स फ्लाइट जस्तो छ त्यो जस्तो भए पनि बिग्रेर यहाँ बनाएर राखेको र फुलसुल चढाएको छ है ल त्यो चाहिँ सही दामी बनाएको प्लेन चाहिँ जाने यमा जानु पैसा लाग्छ क्या फेरि फोटो खिच्दै रहेछ फेरि त्यो चाहिँ कमलको फुल जस्तो लाग्यो मलाई हो कि होइन यहाँ कि कमलको गाजहरू जस्तै है यहाँबाट चाहिँ राम्रो भ्यू देख्दो रहेछ है यहाँबाट चाहिँ सही देखियो प्लेन पनि पुरै आउने है राम्रो रहेछ ठाउँ चाहिँ एकदम दामी रहेछ ठाउँ चाहिँ तलबाट यस्तो छ यो चाहिँ के भन्छ अरे यसो मिराकल गार्डन हो कि के हो गार्डन भन्थ्यो यति नै रहेछ क्या हो होइन म त अझै माथि जानुपर्ने हो गलत बाटो आएछु ल हेरौँ ल गाइस घडी पनि छ है अहिले कति बजी चल्छ कि क्या हो यो मलाई पुरा चलेको जस्तो लागिरहेको क्या चलाउनु दिएको छैन यो त यहाँ त जे पनि हुनसक्छ नचलेको पनि चलाउनु सक्छ चलेको यता रहेछ यार हात्ती यार ल हेर्नु ल हात्ती ल हेर्नु यसलाई चाहिँ म माथि गएर खिच्छु है माथि यताबाट माथि गएर चाहिँ खिच्छु यो चाहिँ हामी माथि जाँदैछौँ ओके सो फुलहरू देख्न सक्नुहुन्छ हात्ती हेर्ने लगाएछ हात्ती त्यो चाहिँ फुलै फुल कति थरीको फुलहरू छन् ल यता अझै यस्तो रहेछ है सबै जोडी आएको छन् है म चाहिँ सिङ्गल नै हेर्दै हेर्नु न हात्ती पुरै हात्ती बनाएको यस्तो रहेछ मान्छेहरूको भिडमा होइन सबै लगाइसक्यो भने पछि मानि आइसक्यो के हो यहाँ आमामा ल हात्ती साथी सब छ त्यतातिर पनि छ ऊ त्यो चाहिँ घोडा हो होइन त्यो चेसमा खेल्ने खालको घोडा जस्तो छ कि त्यो चाहिँ पुरा हात्ती हो क्या यहाँनिर पुरा घरहरू चुच्चे होइन दुइटा हात्ती टक्क यस्तो छ क्या मान्छेको भिड आमामा यस्तो भिड पनि होइन भिड ठिकै छ होइन सबै हेरौँ यो चाहिँ नि मिराकल गार्डनको फेरि प्लेन साइड त्यो चाहिँ सबभन्दा भाइरल चाहिँ यहाँको प्लेनै रहेछ होइन तल पुरै फुलहरू आयो 100 गर्दै आएको छ फेरि मान्छेहरू कस्तो यताबाट फेरि तल जाने रहेछ ल मैले बल्ल बाटो थाहा पाएँ यताबाट चाहिँ यस्तो हेरेर होइन पुरै माथि आएर चाहिँ नि यहाँबाट चाहिँ तल जाने रहेछ ए कुरो यस्तो रहेछ मैले नबुझेको रहेछ कि उताबाट घुमेर चाहिँ नि यताबाट चाहिँ आउने रहेछ कि सल्लाहको तरिकाले यस्तो रहेछ घुम्ने ठाउँ आफूलाई के थाहा कहाँबाट छिर्ने कहाँबाट निस्किने थाहै छैन सबै के हो कि जोडी आउने यार यता त यार म चाहिँ एक्लै परेँ यार ल यहाँ त यस्तो रहेछ यार के यस्तो पुरै छाता कि पुरै अम्ब्रेला हो कि ल पुरै हेर्न छाताले ए हाम्रो त उता चितवनको अम्ब्रेला पार्क जस्तै रहेछ ल पुरै अम्ब्रेला क्या अम्ब्रेला क्या प्रायः पनि कतै अन्त पानी पऱ्यो भने पनि नभिज्ने ठाउँ रहेछ नि त यता नि रहेछ त अम्ब्रेला त आछि साह्रो छाता हो यस्तो पनि रहेछ नि त यता पानी तिर्खा लाग्यो होइन एउटा पानी चाहिँ खाइदिनु पऱ्यो
के अरे यता चाहिँ यस्तो छ है ठाउँ छ पानी छ त्यहाँ गएर लिउँ है अब यहाँ मान्छे बिराछ सोधौँ पनि पानी खाइदिउँ हल्का फाइनली पानी पनि खाएँ एकदम प्यास लागिरहेको थियो पानी पनि खाएँ अनि भिडियो पनि बनाउँदैछु ओके यस्तो दामी दामी फुलहरू छ के भन्नु के अरे बोलेर बनाउनु भिडियो भन्छ अब मलाई खासै बोल्नै आउँदैन अहिले चाहिँ भए पनि सपोर्ट चाहिँ गर्नु होला सबैजनाले लाइक सब्सक्राइब सबै गरिदिनु होला सेयर पनि गरिदिनु होला कहाँनिर के मिलेन सबै कमेन्टमा पनि भनिदिनु होला होइन म चाहिँ भर्खर नयाँ हो त्यसैले खासै केही थाहा छैन होइन जस्तो चाहिँ आउँछ त्यस्तै बनाइदिने हो होइन अनि ल यो चाहिँ चेसको घोडा कि के को घोडा है यहाँनिर यस्तो छ म त अघि जाँड घुमेको त्यहीँ आइपुगेँ क्या हो जस्तो लाग्यो ए यता बच्चाहरू खेल्ने ठाउँ पनि रहेछ यता हात्ती भइतिर जाऊँ न है हात्ती अघि माथिबाट खिच्यो तलबाट खिच्न पाएन है हात्तीतिर जाउँ त यो चाहिँ के को रुख रहेछ यो कता कति कार्टुनमा पनि देखेँ मैले त्यस्तो चुच्चो चुच्चो परेको घरहरू होइन अनि के यस्तो त कार्टुनमा पनि हेरेँ जस्तो लाग्छ हेर्नु क्या दामी मयुर पनि रहेछ बनाउन चाहिँ खतरै बनाएको क्या हेर त यस्तो यो हो नि त मरुभूमिमा पनि चाहिँ नि फुल फुलाउने भनेको यस्तो हो क्या होइन गऱ्यो भने चाहिँ पनि हुने रहेछ नि हेर त हाम्रो देश त्यसै प्रकृतिले भरिपूर्ण भएको देश होइन अनि यो चाहिँ उनीहरूले बनाएको धेरै फरक छ यार धेरै फरक छ आमा मयुर उड्छ कि अहिलेसम्म उड्छ होला यार यो त पुरै उड्न तयारीमा छ क्या हेर त यस्तो पनि हुन्छ दुनियाँ त यस्तो पनि हुने रहेछ आइपुग्यो हात्ती यता चाहिँ जान मनाइ रहेछ हात्ती यो हात्ती मेरो साथी गाई छ टिकटक सिकटक बनाउनु यसो भिडियो खिचौँ भनेको कोही छैन रहेछ कोही छैन भने छन् त मान्छे टन्नै छन् अब आफू एक्लै है यता चाहिँ माथि अघि हामी माथि चढेको थियौँ यहाँ माथि तमा गएर चाहिँ डाइरेक्ट चाहिँ सबै चारैतिर भ्यूहरू देखिने रहेछ होइन केही छैन मान्छेले मलाई नै हेरिरहेको छ एउटा चाहिँ नि सेल्फी स्टिक त लिनु नि भनिरहेको होला अब गोर्खालीको हातै सेल्फी स्टिक जस्तो छ है मान्छेहरू गोर्खाली जस्तो देखियो क्या हालो ए जानुपर्छ होला यति नै हो घुमेर म चाहिँ घुमेर भ्याएँ फुलै छ अनि मान्छेहरू रहेछ फेरि सबै थोक राम्रो लाग्यो लाग्न चाहिँ होइन अनि धेरै थोक राम्रो बनाएको हो होइन धेरै राम्रो बनाएको बनाउन चाहिँ ठाउँ चाहिँ ए जता हेऱ्यो नि फुलै फुल छ अब फुलले बनाएको कुराहरू छ नै अरू के हेर्ने त यहाँ अरू केही छैन यही फुलै मात्रै हो हुन चाहिँ भिडियो पनि अलि लामो लामै बन्यो जस्तो छ है अब त्यही हो अझै यता त त्यो पनि रहेछ त पुरै नाच्ने रहेछ क्या यो नाच्ने रहेछ अरे फुलहरू घुमिरहेको है चाहिँ घुमिरहेछ आफूलाई यार त्यो उसलाई के भन्छ अरे यस्तोलाई त्यो मूर्तिलाई के जिन हो कि के भन्छ नि पुरै नाचिदिरहेको फुलदारी ल यहाँ चाहिँ यस्तो रहेछ मलाई त थाहा पनि थिएन ल अझै यता हेरौँ यस्तो रहेछ ठाउँमा यस्तो ठाउँ पनि रहेछ नि त ल No working. Where you work? Imad. Imad. Yeah, Imad. MashaAllah, one of your problem, brother. Why? Not a problem. Imad problem. She don't give us shop in Dubai now. Oh, why? Problem because problem. Thank you so much. Very fun. And come let me show you some perfume. Good. This one Arabic misk. Yeah, I love Arabic. Yes. And this one coconut with vanilla. This for lady. If you need lady come for you, use this. I'm married. No problem. Take 2 wife, 3 wife. Three wife. No problem. Only one. First one you like. First one or second one? Which one? Perfume. First one or second one? Both of good for me because I'm using not too much. See how much will I do for you something special. For you know now. Yeah. So brother, this one. China again, China. Really? Oh. This one before we sell how much? 350. 300. Yeah. But now for national day, 220 dirham. Yeah. Okay. And for my brother, what's your name? It's Kiran. Kiran. You have wife? Yeah. 2? No, one. This gift for wife, okay? But And my brother, son, 1 minute. I'm coming next time. No? This also gift for girlfriend, Yeah. okay? And also this gift for my, if you need for brother, gift. Only buy one, these 3 gifts for you. Okay, but I'm coming next time. Okay? Because now, You make video? yeah. After You YouTuber, yani? Huh? YouTube. YouTube, yeah, for YouTube. Wallah? Yeah. You have channel, big channel? Yeah, not because it's starting with Inshallah coming 5 million. 5 million is YouTube press. If you make 5 million followers, Yeah. come for me, huh? Okay. Don't forget me, brother. No. Okay? Thank you so much. Thank you for Welcome. थ्याङ्क यू मलाई बोलाएर होइन सुरुमा चाहिँ नि यो दिनुभयो कि होइन यो चाहिँ कागजमा एउटा चाहिँ पर्फ्युमको कस्तो दामी महँगो बसेर छ अनि बोलायो डल्लै फटै गरेर चाहिँ नि बेच्ने त होला जस्तो लाग्यो तर उसले सानो एउटा चाहिँ अतर जस्तो दिएको छ है त धेरै धेरै धन्यवाद थोरै मिराकल गाडी नआएको पनि मलाई चाहिँ फाइदा नै हो केही न केही तर केही न केही हासिल गरेँ मैले है सो अब यति भन्दै हामी चाहिँ यहाँबाट मिराकल गाडीमा बाई बाई गर्छौँ है त